नमस्कार। द पुष्कर उषाल युट्युब च्यानल मार्फत सञ्चालन हुने लेट्स डिस्कस श्रृङ्खलामा आज हामीले योभन्दा पहिले राखेको जन्मदर्ता संशोधनको विषयको भिडियोमा आएका दुईवटा कमेन्टहरूको विषयमा कुरा गर्नेछौँ। पहिलो कमेन्ट रहेको छ, पहिलो कमेन्ट गर्नुभएको छ, म यही वर्ष 82मा 2082 सालमा एसई पास गरेँ। अब मेरो जन्मदर्ता र एसईको सर्टिफिकेटमा नाम उही छ। अहिले मलाई नाम चेन्ज गर्न मन लाग्यो, चेन्ज गर्न मिल्छ कि मिल्दैन भनेर चाहिँ एकजनाले कमेन्ट गर्नुभएको छ। यो सम्बन्धमा चाहिँ तपाईँको नाम परिवर्तन गर्ने आधार भनेको स्कुलको सर्टिफिकेट हुन्थ्यो। स्कुलको सर्टिफिकेट र जन्मदर्तामा तपाईँको नाम सेम छ भनिसकेपछि यो चेन्ज गर्न मिल्दैन। तपाईँको नाम खुल्ने अन्य कागजहरू उपलब्ध नभएकोले तपाईँको नाम चाहिँ चेन्ज गर्न मिल्दैन। जन्मदर्ता र सर्टिफिकेट अनुसार तपाईँको नागरिकता बन्ने हुन्छ, सोही अनुसार तपाईँको नाम कायम रहन्छ। अनि अर्को कमेन्ट छ, नागरिकता एसई एसएलसी र +2 को सर्टिफिकेटमा चाहिँ जन्ममिति एउटा छ अनि जन्मदर्तामा जन्ममिति एउटा भयो। यो जन्ममिति सच्याउन मिल्छ कि मिल्दैन जन्मदर्तामा भनेर सोध्नु भएको छ। यो सम्बन्धमा चाहिँ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली 2077 दोस्रो संशोधन 2082 को नियम 23 को उपनियम 1 खण्ड क भनेको चाहिँ नागरिकता प्रमाणपत्र अनुसार व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र सच्याउने, जन्मदर्ताको प्रमाणपत्र सच्याउने भन्ने नियम चाहिँ आकर्षित हुन्छ। यसै गरी चाहिँ उपनियम खण्ड 2 मा पनि शैक्षिक प्रमाणपत्रका आधारमा पनि जन्ममिति सच्याउने व्यवस्था रहेकोले तपाईँको जन्ममिति जन्मदर्ता प्रमाणपत्रमा नागरिकता र शैक्षिक प्रमाणपत्र अनुसार सच्याउन सकिने व्यवस्था छ।